हेलो सबैजनालाई हामी चाहिँ धाउन जानु लागेको अनि भाइले चाहिँ बाख्रो मन्साउनको लागि मन्त्र पुग्दैछ उसको बकल थियो बाख्रोलाई नै त्यही भएर के खानु दाउने देवी पर्दैन के सबैले लाउने एउटा लाएर भक्क लागेर लाएर भगवानले आउने मान्नु भएको। हेलो गुड मर्निङ सबैजनालाई। आज हामी दाउनेदेवी मन्दिर दर्शन गर्न जाँदैछौँ। ल हेलो भन्नु। हेलो ल है हामी हिँड्यो दाउनेदेवी ल हामी हिँड्ने दाउनेदेवी गाइजहरू सबै ल बाई। हेलो हाम्रो नास्ता हेलो हेलो सबैजना ल हाई गरौँ। हामी चाहिँ चोकसम्म हिँडेर जाँदैछौँ अनि त्यहाँबाट चाहिँ बसमा जान्छौँ र हामी बस चढ्यौँ दाउनेदेवी मन्दिरसम्मको लागि। बसबाट ओर्लिएर अलिकति उकालो हिँड्नु पर्ने त्यसको लागि चाहिँ हामी हिँड्दैछौँ सबैजना रमाइलो गर्दै इन्जोय गर्दै। हाम्रो भाइहरू ह्यान्डसम भाइहरू शनिबारको दिन भएर होला धेरै भिडभाड नै थियो। हामी पनि जाँदैछौँ पूजा गर्नको लागि बाबुको लिएर र सबैजना इन्जोय गर्दै रमाइलो गर्दै थकै लगाइरहेको नमानिकन हामी म त दिए राम्रो छु। पुरै ठाडो उकालो छ त्यही पनि हामी हिँडिरहेका छौँ। अझै आमा तपाईँ थाक्नुभयो कि रेस्ट गर्ने कि भनेको होइन मलाई थकाइ लागेन भन्दै आमा पनि हिँडिरहनु भएको छ र भाइ पनि हाम्रो क्यामराम्यान बनिरहेको छ। अहिले हाम्रो दिदी विनाशको इन्ट्री भएको छ। हामी चाहिँ बसमा गएको थियौँ अनि उहाँ दाइले चाहिँ बाजा बजाइरहनु भएको छ। हामी चाहिँ यहाँ जुत्ता चप्पल एकै ठाउँमा राखौँ ताकि कस्तो भयो थकाइ लाग्यो किन यत्रो उकालो हिँड्दा आएन ल ओके ठिक छ ल। यहाँ चाहिँ उहाँको एकदमै धेरै नै भिडभाड हुन्छ त्यही भएर दिदी डराएर सामान चाहिँ विनाशलाई दिइसक्यो। चाहिँ पहिला आउनेलाई चाहिँ चेन्ज भएको रहेछ अहिले बताउने पनि थपिएछ कि फोटो खिच्नको लागि। अनि हामी चाहिँ अब मन्दिरमा इन्टर गर्दैछौँ सबैजना।
यो चाहिँ रहेको छ दाउने देवी मन्दिर, जुन चाहिँ नवलपरासी जिल्लामा पर्दछ र शनिबार भएकोले चाहिँ आजको दिन एकदम भिडभाड थियो दर्शन गर्नको लागि र हामी पनि भर्खर मात्रै पुगेका छौँ। यहाँ चाहिँ क्यामेरा देखेर दिदीभाइ पुरा पोज दिँदैछन्, हाई भन्दैछन्। आज पनि भाइ मक्क परिरहेछ है, पाखल पुरा हुने भयो भनेर। हामी अहिले चाहिँ मन्दिरको परिक्रमा गरिरहेका छौँ, बाहिरबाट बाख्रोसँगै पहिला, त्यसपछि चाहिँ पूजा गर्नको लागि भित्रबाट भित्र पूजा गर्न जानको चाहिँ हामी गर्दैछौँ। आफ्नो पालो कोर्दै एकदमै भिड थियो क्या शनिबारमा। यता चाहिँ बाख्रा काट्ने ठाउँ रहेछ, जुन चाहिँ हाम्रो काट्ने देख्नुहुन्थ्यो त। काटेर सकिसकेपछि बोरामा प्याक गरेर हामी चाहिँ लिएर फर्किँदैछौँ। फाइनली दर्शन गरेर सक्यो र हामी फर्किँदैछौँ, तल झऱ्यौँ अनि गर्दैछौँ। यता चाहिँ हाम्रो दाजुको टिका र प्रसाद ग्रहण गर्दै सबैजना। ल मिनाजुले दिदीलाई टिका लगाइदिँदै, मिनाजुले आशीर्वाद दिँदै हुन्छ, दिदीलाई टिका लगाइदिएर दाइले चाहिँ बसलाई कुरिरहेको छौँ हामीले। हामीले फर्किनको लागि बस कुरिरहेको छौँ, तल हाइवेमा झरेर बस आएकै थिएन कि जम्मा परेको भएर बाटो बन्दैछ नि त धाउने देवीनिर, त्यही भएर हामी कुरिरहेको छौँ। फाइनल्ली घर पुगेर यता पकाउने तयारी भइरहेको छ, दाजुभाइ मिलेर सबै गर्दै हुनुहुन्छ। अनि यता भिना छ दाइ भाइ भएर अरू केही फाइनल्ली पकाइसकेर हामी यसरी सबैजना सँगै बसेर र यसरी सकियो हाम्रो दिन।